विश्वमा नेपालको झन्डा जति दुरुपयोग अरू कुनै देशको भएको छैन होला। हाम्रो झन्डा शान्तिको प्रतीक हो, तर नेपालका अपराधीहरूले झन्डालाई आतंकवादको प्रतीक बनाउन खोजेका छन्। नेपालको झन्डालाई यति बदनाम बनाइएको छ कि कुनै दिन विश्वका कुनै देशमा हाम्रो झन्डा देखाउँदै आतंकवादी घटना घटाइएला भन्ने चिन्ता लागेको छ, अर्थात् आतंकवादको प्रतीक बनाउलान् भन्ने चिन्ता लागेको छ। चन्द्र सूर्य अङ्कित झन्डालाई बदनाम बनाउने यिनीहरूका कुनियतको विरुद्धमा सम्पूर्ण जनता एकजुट भएर उभिनुको विकल्प छैन। तपाईँ हामी विभिन्न विचार राख्छौँ होला, विभिन्न पार्टीमा छौँ होला, तर हाम्रो राजनीतिक विचार र पार्टीभन्दा माथि छ प्यारो चन्द्र सूर्य अङ्कित झन्डा। त्यसैले चन्द्र सूर्य अङ्कित झन्डाको मान, मर्यादा र प्रतिष्ठा जोगाउन तपाईँ हामी लाग्ने कि नलाग्ने? चन्द्र सूर्य अङ्कित झन्डा पनि समाप्त पार्ने, नेपाल भन्ने देश पनि समाप्त पार्ने कुनियतले हाम्रो झन्डाको दुरुपयोग गर्ने अभियान चलाइएको हो। त्यसैले अब चिन्ता गरेर हुँदैन, चिन्तन गर्नुपर्छ। यस्तो चिन्तन गर्नुपर्छ कि त्यो चिन्तन व्यवहारमा उतार्न सक्नुपर्छ। अब झन्डाको दुरुपयोग रोक्नै पर्छ। अब चन्द्र सूर्य अङ्कित झन्डा बोकेर आगजनी गर्न दिनु हुँदैन, झन्डा बोकेर चोर्न र लुट्न दिनु हुँदैन, झन्डा ओढेर मुखबाट अपशब्द बोल्न दिनु हुँदैन, राष्ट्रिय झन्डा बोकेर जसलाई पनि गाली गर्न पाइने? यो मान्य हुँदैन। हाम्रो झन्डा बोक्नेको मुखबाट पवित्र शब्द मात्र निस्कनुपर्छ। अपवित्र शब्द बोल्नेले, गाली गलौज गर्नेले, हिंसा गर्नेले हाम्रो झन्डा बोक्न पाउँदैन, बोक्न दिनु हुँदैन। झन्डाको दुरुपयोग रोक्ने जिम्मेवारी सबै देशभक्त नेपालीको हो।